ल धोले नमस्ते। आज हामी चाहिँ मगर संसारको 8औं वार्षिक उत्सवको अवसरमा यस ठाउँमा एकत्रित भएको छौँ। त आज मौका लाग्यो हैन, भोलि हामीले एउटा दिलसरा फिल्म पनि प्रदर्शन गर्दैछौँ। यो यसलाई के भन्छ व्यवस्थापन गर्ने समय हुँदै हामीले आज मगर संसारको वार्षिक उत्सव रहेको अवसरमा हामीले एउटा केक हजुरको समक्ष हजुरको माझमा एउटा काट्ने अवसर मिल्यो। त्यसले गर्दा म छोटो एउटा हाम्रो यो मगर संसार के हो हैन, यसले के गरिरहेको छु भन्ने कुरा म हजुरलाई सुनाउन चाहन्छु। हामी मगर हुनका नाताले मगर संसारले मगरहरूकै समुदायभित्र नै काम गरिरहेको छ। त्यसले गर्दा म छोटो यसको जानकारी गराउँछु है त हजुरलाई। त मगर संसार विक्रम सम्वत 2074 साल वैशाख 26 गते यसै संस्थाका संस्थापक समाजसेवी मगर अभियन्ता अध्यक्ष पनि हुनुहुन्छ, साथै अनिल लामिछाने मगरज्यूले मगर समुदायको उत्थानका निमित्त मगरहरूको भाषा, वेशभूषा, धर्म, संस्कार, संस्कृतिलाई संरक्षण गर्दै विश्वभरिका मगरहरूलाई एकजुट हुनुपर्छ भन्ने उद्देश्यले यस मगर संसारको स्थापना गर्नुभएको थियो। सोही अनुरूप आज यहाँसम्म आइपुग्दा विश्वभरिका मगरहरूले एउटा थलोमा झुरुम्न सफल भएको छ हैन। सम्पूर्ण मगरहरूलाई झुम्न सफल भएको छ। त्यो विश्वास पाउन, विश्वास बटुल्न पनि सक्षम भएको छ। आज यस मगर संसार हरेक दुखी, असहाय, पीडितहरूको ढुकढुकी पनि भएको छ। र स्थापना कालदेखि नै यस मगर संसारले मगर समुदायभित्रका दुखी, गरिब, असहाय, पीडितलाई सहयोग अपिल गरेर सहयोग गर्दै आइरहेको छ। साथै हाम्रो हरेक अभियानमा मनैदेखि सहयोग गर्नुहुने मनकारी सहयोगदाताहरूलाई धन्यवाद भन्न चाहन्छु। उहाँहरूको साथ, सहयोग, माया, विश्वासले नै यस संस्था यहाँसम्म आइपुगेको छ। अझै यस्तै माया, साथ, सपोर्ट, सहयोगको हस्ता पनि राख्दछौँ। त यहाँसम्म आइपुग्दा यस मगर संस्थाले आज 8औं वसन्त पार गरेर 9 वर्षमा प्रवेश गरिरहेको छ। त यस 8 वर्षको समयभित्र यस संस्थाले 269 जना दुखी, गरिब, असहाय, पीडितहरूलाई रु 3 करोडभन्दा बढी सहयोग सङ्कलन गरेर सहयोग गरिसकेको छ। र साथै पछिल्लो वर्षमा हैन 2021 सालभित्र लगभग हाम्रो यस संस्थाले 87,04,814 रुपियाँ पनि सहयोग गरेर आएको छ। त यो मगर समुदायलाई मात्र हेर्ने एउटा यो मगर संसार संस्था छ। त्यसले गर्दा त्यसैको यो 8औं वार्षिक उत्सव मनाउँदैछौँ। त यहाँ एकदम हाम्रो माझ हुनुहुन्छ कुमार राणा सर हुनुहुन्छ, नेपाल मगर सङ्घ गलाइ नगर समितिका अध्यक्ष हुनुहुन्छ। त यसै गरी डोले थापा सर हुनुहुन्छ, नेपाल मगर सङ्घ स्याङ्जा जिल्लाका कोषाध्यक्ष हुनुहुन्छ। दुर्गा श्रेष्ठ अङ्कल हुनुहुन्छ, नेपाल मगर सङ्घ स्याङ्जा जिल्लाका सदस्य हुनुहुन्छ। यसै गरी गौतम थापा अङ्कल, गगन थापा अङ्कल, जयसिंह अङ्कल, हाम्रो मेयर सिंह डेना, हाम्रो दिदी बहिनीहरू हुनुहुन्छ, म्याडम हुनुहुन्छ। सबैलाई मैले गर्न सकिनँ त एकदम क्षमा चाहन्छु हैन। यसै गरी हामीसँग हुनुहुन्छ हाम्रो नेपाल मगर सङ्घ साथै मगर संसार फोटो ग्यालेरीका एडमिन साथीहरू पनि हुनुहुन्छ। हाम्रो बोलु थापा मगर, म स्वयं आनन्द कौर मगर पनि उपस्थित छु। साथै हाम्रो शान्ति लखा पनि एकदम हामीलाई साथ दिन एकदम उपस्थित हुनुभएको छ। त त्यसै खुसियालीमा आज हामी चाहिँ हाम्रो अध्यक्षको हातबाट हामी यो केक काटेर हामी सबैले प्रसाद ग्रहण गर्नेछौँ। यति भन्दै हजुरहरूलाई धन्यवाद भन्न चाहन्छु यहाँ उपस्थित जनाउनु। त हामी अब चाहिँ केक काट्दै आठवटा बाल्नु भएको माथि गर्नु पर्यो, ब्यानर माथि गर्नु पर्छ। हामी उठाउँ त माथि गर्नुपर्छ, अलिक अग्लो ठाउँमा राखिदिनु। हजुर अब नाला सबै पुग्नु ल, पुग्नुहोस्
मारेको हुनुपर्छ ल बस ल काटेको हजुरले खानु नि हजुरले खानु त पहिला हजुरले खानु हजुरले मैले हजुरले खुवाउँछु उसको टिस्यु ताली 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 फेरि बोल्यो त ठिकैको त ए कसरी बोल्यो फेरि परेछ अटोमेटिक बोल्यो आमाको अत्रे भयो ह्याप्पी बर्थडे मगर संसार फुकेको आचिहाल क्या आचिहाल क्या फ्यान फ्यान हाल क्या सबैलाई धन्यवाद अब हल्का हल्का थोरै थोरै है त्यो बोल्नु काट मैले काट्छु कति हो फेरि हजुरले काट्नु मैले बाँड्छु फेरि बोल्यो यो उसले हो क्या फ्यान हजुर कामै हुन्छ कामै चिमकामी मेरो हामी चाहिँ नि आज ग्रुपको 8औं वार्षिक जन्मोत्सव मनाउन हाम्रो स्याङ्जाको टिम अहिले गल्याङमा छौँ। गल्याङको यो मगर समाज भवनमा उपस्थित छौँ। भोलि चाहिँ नि यो मगर समाज भवनमा मगर कथानक चलचित्र दिलचराको प्रदर्शन हुने भएकोले आज सबैजना यतातिर मगर सङ्घको नेपाल मगर सङ्घ गल्याङ नगर समितिको अध्यक्ष लगायत विभिन्न सदस्यजीहरू यहीँ उपस्थित हुनुहुन्छ। यही मौका पारेर हामीले मगर संसारको आज 8औं जन्मोत्सव पनि उहाँहरूको समक्ष हामीले मनाउन पाउँदा हामी एकदमै खुसी छौँ। हामीले आज उहाँहरूले विशेष गरेर निम्ता गरेर डाक्नु परेन। उहाँहरू कार्यक्रममा व्यस्त कार्यक्रमको बावजुद पनि उहाँहरू हाम्रो कार्यक्रममा आइदिनु भएको छ। हामी धेरै खुसी छौँ। हाम्रो अध्यक्षज्यूको मगर संसार नेपाल मगर सङ्घ गल्याङ नगर समितिका अध्यक्षज्यूको बाहुलीबाट हामीले मगर संसारको यो 8औं जन्मोत्सव केक काटेर चाहिँ हामीले मनाएका छौँ। आशा छ योभन्दा अगाडि अहिलेसम्म हाम्रो मगर संसार फोटो ग्यालेरी धेरै दिन दुखी असहायहरूलाई सहयोग गर्दै आइरहेको छ भने यहाँभन्दा अगाडिको दिनहरू पनि राम्रो होस्। अब चाहिँ हामी लाइभबाट चाहिँ अन्तिम हुन्छ। हाम्रो केक चाहिँ अब अतिथिहरूले चाहिँ अहिले केक डिस्ट्रिब्युट गर्ने कार्यक्रम भइरहेको छ यति बेला। हाम्रो चाहिँ आज हाम्रो विभिन्न ठाउँमा भएका एडमिनहरू एकै ठाउँमा कलेक्ट भएर यो मगर संसारको 8औं जन्मोत्सव मनाउने तयारीमा हुनुहुन्छ सबैजना। हामी स्याङ्जाको टिम यतातिर छौँ भने बुटोलतिरको टिम एडमिन टिमहरू कतिरै हुनुहुन्छ। त्यस्तै गरी पोखराको टिम पोखरातिरै हुनुहुन्छ। लाइभ हेरेर बसिराख्नु भएको तपाईँ सम्पूर्ण सम्प्रदाय थ्याङ्क यू सो मच भन्न चाहन्छु। फेरि पनि ह्याप्पी बर्थडे मगर संसार। र सम्पूर्ण धन्यवाद जतिजना पनि हामीलाई हेर्नु भएको छ। धेरै धेरै आभारी छौँ हजुरप्रति होइन। त हामी चाहिँ अब एकछिनमा यो सबै खानेतिर लाग्छौँ होइन। त जतिजना पनि हेर्नुभयो एकदम थ्याङ्क यू सो मच। त हामी एकैचोटि गर्ने भन्दै थियौँ के कसो भयो समय मिलेन त के भयो। ल फेरि पनि सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हाम्रो डोलु दाई हाम्रो मेरसिंह भेनाले एकदम हामीलाई साथ दिनुभएको छ। सबै हाम्रो यहाँ मगर नेपाल मगर समिति गल्याङ नगर समितिका पदाधिकारी हुनुहुन्छ। दाइ हजुरकै लाइन हजुरकै लाइन त सम्पूर्ण उहाँहरूसँग हामीले एउटा यो नेपाल मगर संसारको वार्षिक उत्सव मनाउने मौका मिल्यो। एकदम आभारी छौँ खुसी छौँ हामी है। इन गरौँ र थ्याङ्क यू सो मच सम्पूर्णलाई है। हजुर सम्पूर्णलाई धेरै धेरै धन्यवाद जहाँदेखि पनि हेर्नु भएको छ होइन। त आजको वार्षिक उत्सवको लाइभ चाहिँ यति नै गरौँ आजलाई है। त सम्पूर्णलाई झोले नमस्ते ह्याप्पी एनिभर्सरी है मगर संसारको।